सन्तोषले देखे थियो रियालाई, पहिलो भेटमै मन रोएर हाँस्यो। कता कता नजानी त्यो धड्कन, उसलाई नै चुपचाप बोलायो। नसोचेका थिए दुई आँखाले यति छिट्टै माया जन्मिन्छ भनेर। तर भाग्यको त्यो मोडमा सबै रङ्गहरू उनमै अडिन्छ भनेर। सन्तोष र रिया माया जस्तै कविता, दूर भए पनि मनको दूरी कहाँ हुन्छ र। हात समाहिँड्ने सपना मनमा छ, बिचमा संसार रोकिए पनि माया त रहन्छ नि। रियाले पनि पोल्छे मन उसको, तर भनिदिन डराउँछे कहिले काहीँ। सानो मुस्कानले नै सन्तोषको जीवनलाई बनाउँछ उज्यालो भारी। एकै हुने चाहना त दुवैको, तर समयले कठिन परीक्षा लिन्छ। तर भित्रै पनि मनभित्रै पनि उनीहरूको कथा मेटिँदैन बसिरहन्छ। सन्तोष र रिया माया जस्तै कविता, दूर भए पनि मनको दूरी कहाँ हुन्छ र। समाहिने सपना मनमा छ, बिचमा संसार रोकिए पनि माया त रहन्छ नि। रियाको नाम बोल्दा सन्तोष थर्किन्छ, मनको कुना कुनामा उसको याद बस्छ। रियाले पनि आशै राखेकी छ, एक दिन हाम्रो माया पुरा हुन्छ। सन्तोष र रिया ब्रह्माण्डले लेखेको कथा, तारा जस्तै टल्किन्छ जति टाढा रहे पनि। एकअर्काको धड्कनमा घर बनाएका यी दुई मन सधैँ सँगै रहनेछ, सधैँ माया दिनेछ।